घाँस काटेको होला अहिले ब्रिजको एउटा पोर्ट एट इथर 1 मा ओके अर्को WLAN 1 किन इथर 1 2 3 देखाएको छ नि तीनटा छन् त इथरनेट पोर्ट त्यसमा त्यसपछि वायरलेस यसलाई इनेबल गर्नु डबल क्लिक गरेर वायरलेसमा स्टेसन यसलाई एपी ब्रिज भनौँ एप्लाई गरौँ SSID गलकोट अन्डरस्कोर त्यो GOLKOT गलकोट हटियो त्यसपछि यो WDS मोडलाई डाइनामिक WDS डिफल्ट ब्रिज अन गरेर एप्लाई हानिदिएपछि कुनै न कुनैसँग कनेक्ट हुनुपर्ने स्क्यानर हेर्न मिल्दैन गलकोट GOLG ए हो कि गलकोट जी ए यो लाने छैन यो पनि होइन जी ओ एनी स्ट्रिम रहेछ कि राखेको छैन एनी स्ट्रिम पनि WDS डाइनामिक ब्रिज भन्ने छ अर्को गलकोट अन्डरस्कोर स्याला हो कि हजुर 5180 स्याला एपी हो त स्याला अन्डरस्कोर हटियो यो पनि होइन कुनै एउटा राखेर अनि फेरि रेडियोमा त्यहाँ तपाईँको कसैकोमा गएर हेर्ने के गर्नु त कहाँ थाहा हुनु पर्यो थाहै हुन्न कि सब एकतामा जानु पर्यो त्यस्तो जानुपर्छ थाहै नहुने भएछ बिरवलकोमा जानु पर्यो बिरवलकोमा फेरि त्यहाँ गएर उ रहेछ गलकोट अन्डरस्कोर हटियो हो जस्तो लाग्छ WDS यो ठिकै छ ठिकै छ फ्रिक्वेन्सी गलकोट अन्डरस्कोर एपी त होइन हजुर गलकोट ट्राई गर्नु हजुर त्यहाँ कस्न त राम्रोसँग कस्नु भएको छैन गलकोट टाइट छ होइन त्यहाँको नट त्यहाँको त्यो घुमाएर टेप लाउने ठाउँमा कि ए गलकोट अन्डरस्कोर यति रहेछ दिमागले काम गरेको कतै है न्यू लाइफ अन्डरस्कोर एपीको 82 मा टिप्यो धेरै कतिमा थियो यो खतम टिप्यो त है यो 90 कसको टिप्यो यो 89 बिरबलको लाइन लेखेको पनि छैन थाहा नै छैन यो एक्सेस लिस्टमा एड गरिदिने हो कि एक्सेस लिस्टमा जुन म्याक एड्रेस एड गर्यो त्यही कनेक्ट हुन्छ कि
जस्तै यो एक्सेस लिस्ट छ नि यो रजिस्ट्रेसनमा यस्तो इन्टरफेसमा यो वायरलेस छ WN1 भित्र अनि यो जेनरलमा यो जुन म्याक एड्रेस छ नि यो चाहिँ वायरलेस कार्डको म्याक एड्रेस हो हैन अनि त्यो क्लाइन्टको यो यसलाई कपी गर्ने हैन कपी गरेर अनि त्यसपछि वायरलेस यसको सेक्युरिटी पनि सेक्युरिटी राख्दाखेरि त्यो अनि त्यसपछि यहाँ गर्दाखेरि यहाँ यसको यो गरेर म्याक एड्रेस पेस्ट गरिदिने कि कन्ट्रोल भी गरिदिनु अहिले गर्नु परेन उहीबाट गरौँला किनभने त्यो सेक्युरिटी प्रोफाइल बनाएको छैन नि त अहिले अनि हामीले त्यो नाइट सर्फिङ चलाउनु थाल्यो नि नाइट सर्फिङ गर्नु पर्यो भने यो यहाँबाट यो क्युज छ हैन क्युजको यहाँ एड गरिदिने अनि क्युज नेम राख्ने अनि यसको टाइम चाहिँ कति बजेदेखि कति बजेसम्म अनि कुन दिन सन्डे मन्डे हैन अनि यसलाई ओके गरिदिने नेम टार्गेट एड्रेस आइपी एड्रेस कुन आइपी एड्रेसलाई चाहिँ गरिदिने कुन आइपी एड्रेसलाई गर्ने भनेर जस्तै 192.168.24.0/27 गऱ्यो भने 27 गऱ्यो भने 32 वटालाई भन्नुभयो /24 होइन कि /27 गऱ्यो भने 32 वटालाई 2 देखि 32 नम्बरको आइपीलाई चाहिँ यो नियम लाग्छ कि डाइरेक्ट आइपी चाहिँ राख्न मिल्दैन डाइरेक्ट यो आइपी राख्न त अब साध्य पनि लाग्दैन हैन सिधै त्यो गर्दा सजिलो हुन्छ 192.168.24.0/27 गऱ्यो भने जस्तै 1 देखि अनि त्यसपछि 32 सम्मको आइपीलाई चाहिँ त्यो प्रत्येक कम्प्युटरलाई फेरि आइपी दिनु पर्यो नि त त्यो गर्नु पर्यो अटोमेटिक राखेर भएन उनीहरूले फेरि अटोमेटिकमा आइपी त पाउँछ त्यो समस्या भइदिन्छ उनीहरूलाई चाहिँ उनीहरूलाई त फाइदै भयो डिएचसिपी अन नगर्दिने उनीहरूलाई डिएचसिपी अन नगर्ने भन्ने तर अन गरिदियो भने फेरि यताको नियम लाग्दैन फेरि त्यो पनि मिलाउनु पर्छ त्यो उति तल बसेर सोचौँला यो क्युएड भयो यसलाई माइनस गरिदियो यो भइहाल्यो वायरलेस इन्टरफेस रजिस्ट्रेसनमा दुईटा जोडिरहेछ एउटा अर्को जोडिएको हो यो न्युले टिकारामको जोडियो टिकारामको नेट छ र 89 मा हो 90 कतिमा नर्मली कतिमा हुन्छ त्यहाँ कतिमा भएको थियो यो 81 न्यू लाइफको पनि 72 73 कतिमा भएको थियो हैन हुन त 24 एमबीपीएस सम्म जाँदो रहेछ डाटा ट्रान्समिट रिसिभ रेट हैन यतिमा पनि 36 एमबीपीएस 36 सम्म जान्छ अरु गयो नि त यो कटुनी राउन किन हेर्नु अनि त्यो त टिकारामको भयो उसको ले भ्याएन आउन जान सक्यो उसकोमा ठिकै छ यसको राख्नु सिस्टम राउट्स हैन गर्नु पर्दैन गर्नु पर्यो स्याला एपी गलकोट अन्देशको एपी रहेछ हैन आइपी राउट्स 24 मा राख्ने कि केमा राख्ने अहिले 253 मा राख्ने उही गरेर चेन्ज गरौँला पछि उले नदेखाउने यो मुलाले रिमेम्बर गर्दैन यार ए राउट सिधै एड गरेछ पहिला आइपी एड गरौँ न आइपी एड्रेस 10.0 टु राख्दाखेरि कनेक्सन देखाउँछ कि देखाउँदैन उसको किन उनीहरूको देखाएन र कसको हाम्रो देखाउन र तपाईँको त न्यू लाइफबाट कनेक्टेड छ देखाउनु पर्ने हो त देखाउनु पर्ने किन देखाएन आइपी अन छ होइन अन हुनु पर्ने अन थियो वीरेन्द्रको देखाउनु पर्ने 10.0 देखाएन न्यू लाइफ स्कुलको देखायो त्यति हो
अर्को देखाएन नि त ऊ क्लाइन्ट मात्रै अन छ कि न्यु लाइफको अर्को छैन एपीमा अफ छ कि न्यु लाइफ एपी नै हो नि यो ए यो के हो यो न्यु लाइफ स्कुल न्यु लाइफ स्कुल यो क्लाइन्ट मात्रै हो एपी अफ छ एपी अफ छ यही हो क्या समस्या हेर्नु न त्यही भएर हालै भएर हो क्या गर्नु खोजेको कतिको फास्ट छ नेट